के चेन्ज भएछ तल त हेलो गाइज वेलकम टु माई ब्लग म फेरि आज पुसिसकेको छु है अनि आज चाहिँ हाम्रो बाउहरूसँग है हाम्रो टोलको बाबाहरूसँग आएको छु माछा हार्न आउनु छु उता माछा हार्नु हुँदैछु भर्खरै लाइनमा बसेको देख्नुभयो उता क्या उता अनि म चाहिँ हल्का यसो प्र्याक्टिसको लागि कायाकको प्र्याक्टिस रोल सोलहरूको प्र्याक्टिसको लागि के भनेर आएको छु अनि माछा नि मार्छु है त ल अब यहाँबाट रेडी भएर तल झर्छन् जान्छु ल यो अडिँदैन त हौ मान्छे प्लास्टिक लिइसक्यो यो चाहिँ यस्तो गरेर गर्ने है अन्त वाटरप्रुफ नि हो मेरो फोन जस्ट इन केस पानीमा झऱ्यो भने तैरिन्छ नि त अरे क्या झर्न दिनु हुँदैन नि त फोन अब यहाँबाट तल चाहिँ त्यो अरू सामानहरू चाहिँ यहाँ तलबाट त्यहाँबाट उठाएर हामी लाग्छौँ ल सामान यहीँ छु मैले यहाँ छोडेर गएको थिएँ स्कर्ट पनि यहीँ हेर्नुपर्ने हो यार थिएन अन्त बर्बाद हुन्छ म सामान झार्छु ल गाइजमा अनि त्यसपछि गइहाल्नुपर्छ खोलामा यसमा चाहिँ स्कर्ट भन्छ है अनि यो लाएर अरू सामान चाहिँ तल छ अब तल जाउँ ल सिधै खोलामा भेट्नुपर्छ हेलो गाइज म चाहिँ कोसी मत्रिसकेको छु अहिले ओभर बढेको छ यो कोसी धानमा रोल हान्नै मन लागेन यो पानी दिँदाखेरि कहीँ ए यहाँ त त्यस्तो फोन नदेख्ने हो तर ब्याक रोलहरू चाहिँ राम्रो बनाऊँ भनेर सोचिरहेको थिएँ हुँदैन जस्तो गएर माछा मार्ने हो काकाकोमा चाहिँ पर्दैन छ मलाई म चाहिँ हल्का प्र्याक्टिसहरू गरेर आएको छु है यो जोड्नुपर्छ दिपा खोइ दिपा निक्लिएको छैन यस्तो यतातिर पर्छ र पर्दैन यतातिर खोइ यतातिर त जिउ त माछा हाल्छ एकले सानो खालि खेल्नु पर्यो सानो भयो हात लाग्यो अरू त्यसैले पनि कुन कुन खेल लग्यो तपाईँले सानो कि ठुलो ठुलो खै कति पर्यो तपाईँको त्यो अब त्यसरी म तलमा खानु जाँदैछु ओके जबेको चाहिँ कोसीको माछा सँगै मित्र हो माछा आउँदैन त्यसका बाजे अब मार्ने अवस्था जत्रो सुके भयो भने हामी जाने ए यहाँ चाहिँ हाम्रो टोलीहरूले मार्नु हुँदै रहेछ है बडा पर्दैछ बडा मलाई त बोलाउनु भयो पुछेले पुछेर म त्यहाँ फाल्टो भाँच्मै त ए हुन्छ चाहिँ भर्खरै ठुकेर फेरि अर्को नयाँ लिइरहेको छ त ओभर ठुङ्दैछ है ल अब गएर हालेर फिट गरेर एकचोटि ट्राई गर्छु ल Oh my god. बरु त्यो भन्दा त संगतिमा ए कफी लाने ब्ल्याक हो कि मिल्क हो ब्ल्याक कफी लान्छ नपिउने
पिउनु पऱ्यो एस्प्रो एक्सप्रेसो खाएर हेर त एक्सप्रेसो नै रहेछ नि त बनाएकै त्यस्तै भयो यसमा चाहिँ दुध हाल्नु पाएपछि मिठो हुन्छ क्या आज भिडियो गरिहालेँ फर्स्ट टाइम पक्रिहालेँ हजुर कहाँ राखौँ म यत्रो धेरै माछाहरू यहाँ भर्खरै माछा झरेको छ क्या निक्लिएको छ माछा उफ्रिँदैन त माछा पनि यार अब कहाँ हरायो एउटा माछा यहीँ त यतातिर झरेको थियो छोडिदिउँ है ल फेरि कन्टिन्यू गरौँ ल यहाँ दुलो माछा नि दुलो दुलोतिर पस्छ भेट्यो मैले माछा ए भिडियो गर्नु रहेछ तपाईँको नि ए ए माछा हाम्रो अर्ग्यानिक सन्दीप पढ्दैछ पढ्दै ए भयो मैले भिडियो त गर्दै थिएँ तर एङ्गल मिलेन होला है मैले चाहिँ यति जति पारेँ अनि अब चाहिँ चारोहरू चाहिँ हिलै भयो क्या त्यो भएर चाहिँ म अब चारो लिनु जानु पर्यो अलि मैले अलिअलि ठुल्ठुलो पार्नु भएको रहेछ है तपाईँहरूले त बज्जे बाँकी छ आम्मा दुईजनाको जोडी चाहिँ खतरा रहेछ ए ए को अर्को चाहिँ यो तपाईँले मार्नुभएको आम्मा मेरो बुढी पनि लिने जस्तै परेछ क्या कति सजिलो हुन्छ है अम्बो खतरा परेछ त है मेरो पनि मिसाउँछु तपाईँकोमा अनि खानुपर्छ मैले चाहिँ एक राशि छिचेर लिएर आइसकेको छु अब चाहिँ डेन्जर मार्छु ल भर्खरै त अब फेरि फ्याल्नु पर्यो भनेर क्या लिएको थिएँ होइन अनि सेलेर चाहिँ ट्याक्कै यहीँ छिटिदिएको क्या त टिकटक भइदिएर फर्स्ट टाइम है अहिले चाहिँ पर्खिँदा नि नखाइसक्यो अब लोकेसन चेन्ज गर्दैछ है कतातिर खाँदैछ त्यतातिर जानु पर्यो र एकैचोटि पर्यो नि त मेरो त एकैचोटि दुइटा आयो त काकी लिने
ए 3 चोटि परिसक्यो ल गाइस त्यो चाहिँ मेरो लास्ट क्याच हो अब चाहिँ सबैजना लाग्नु थाल्नुभयो म अनि अब प्याकिङ गर्नु पर्यो अनि आजको शिकार चाहिँ यति छ है त मात्र स्लो स्टार्ट छ त्यो पनि आधी कप चाहिँ भर्न सफल भयो म ल